रवि लामिछाने कि हर्क साम्पाङ दुईटै नै अब भन्न मिल्दैन अब अहिले फेरि कस्तो नराम्रो कमेन्ट गरिन्छ म चाहिँ कस्तो हो भन्दाखेरि अब काम हेर्ने हो अब अहिले यो के अरे रासोपाको अब के हुन्छ अब हेरौँ जाम अनि त्यसपछि चाहिँ छानौँला ओके बालेन शाह कि केपी ओली दुईजनाको उसमा चाहिँ बालेन शाह ओके बालेन शाह कि कुलमान घिसिङ कुलमान घिसिङ कि दुर्गा प्रसाई कुलमान घिसिङ कुलमान घिसिङ कि शेरबहादुर देउवा कुलमान घिसिङ कि विद्यादेवी भण्डारी कुलमान घिसिङ कि रेणु दाहाल नाइस यो चाहिँ अलि अप्ठ्यारो भयो किन भन्दाखेरि रेणु दाहाल म्यामले चाहिँ अरू ठाउँमा थाहा छैन तर एकचोटि चितवनमा गयो भने चाहिँ केही न केही चाहिँ देखिन्छ कि एउटा केटी मान्छेले होला मान्छेले चाहिँ कस्तो हुन्छ भने मान्छेले केही नराम्रो गरेछ भने पनि अलिकति राम्रो गर्नु भनेको चाहिँ किन भन्दाखेरि हाम्रो देशमा चाहिँ पोलिटिसियनहरू कसैले पनि राम्रो गरेकै छैन कि हैन यदि गरेको भए हामी कहाँबाट कहाँ पुग्थ्यौँ के हैन अनि मान्छेमा धेरै त्यो हेट भइसक्यो कि अब पोलिटिशियन भन्ने यति फ्रस्ट्रेसन लाइक के पनि छैन कि इभन अहिले हामीले चुज गर्छौँ नि जोसुकै होस् रवि होस् या बालेन सर होस् जोसुकै होस् हामीले यो फ्रस्ट्रेसनमा चुज गरेको हो कि अझ उहाँहरूको त काम हेर्नै बाँकी छ नि त सो त्यो भएको भएर चाहिँ अब युवाहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ जहाँ युवा त्यहाँ हाम्रो सपोर्ट चाहिँ हुन्छ नै अब त्यो भएको भएर चाहिँ अब म कसरी भनौँ त अब कामको हिसाबले यो चाहिँ अब नभनौँ होला कामको हिसाबले देखिसकेको भएर चाहिँ रेणु दाहाललाई चुज गर्छु म चुज त गर्नै चाहन्न होइन अब यो चाहिँ कसैले छोटो काटेर हालिदिनुहुन्छ लाइक कुलमान घिसिङ कि रेणु दाहालमा अब जोडिनु भन्छन् सो मैले चाहिँ अब जस्तै भरतपुरमा चाहिँ कस्तो छ भन्दाखेरि चितवनमा चाहिँ लाइक महिला रिलेटेड हुन्छ नि लाइक अब यो पाठेघर यताउतिको उपचारहरूको लागि फ्री छ कि चितवनमा सबै रेणु दाहालको लागि अब इभन चितवनमा चाहिँ बाटो हेर्न जानु पनि यति सफा छ कि यति राम्रो छ बाटोहरू हुन त अब त्यो के अरे यो ल्यान्डस्केपको हिसाबले अलिकति सजिलो पनि छ अरे चितवनसम्म त्यो भएको भएर छिटो विकास भएको हो कि तर गऱ्यो भने त हुँदो रहेछ नि त भनेको भएर चाहिँ म रेणु म्यामलाई चाहिँ एकदम सम्मान गर्छु तर म छान्न चाहिँ दुईजनामा कसैलाई पनि छान्दैन सो यस्तो भन्न सकिन्छ हामीले मेलमा चाहिँ कुलमान घिसिङ फिमेलमा चाहिँ रेणु दाहाल सजिलो बनाइदिए त फिमेलमा चाहिँ के त उहाँभन्दा अरू अप्सन छ अरू छ भने चाहिँ मैले यति मध्येमा अहिलेसम्मलाई चाहिँ हजुर ओके सो हामीले हाम्रो पोलिटिसियन फेभरेट पनि गर्यौँ है हामीलाई एउटा राम्रो पोलिटिसियन छान्न पनि कति गाह्रो रहेछ कोही छ त कोही पनि छैन एटलिस्ट के गर्नै पर्दैन कि हामी नेपाली यति भेडा छौँ कि हामी एउटा मात्र राम्रो काम गर्यो भने हामी जिउ गर्दै हिँड्छौँ कि भनेको मतलब एक दिनमा भगवान पनि बनाइदिन्छौँ अनि एक दिनमा रोड पनि गराइदिन्छ भनेको मतलब जस्तै एउटा मात्र काम गरिदियो भने भगवान मान्छ भने उहाँहरूले एउटा मात्र गर्न त सजिलो छ नि त कसैले गर्दैन